I'm walking down this road of mine, this road that I call home. So now am I wrong for trying to reach the things that I can't see? शाबाश बेटा। बात तो सही है। स्वागत छ तपाईहरुलाई हाम्रो बिहानको चितो भ्लगमा। यसै गरी हामी हिँड्दै छौं। मलाई भ्लग बनाउन आएन। म चाहिँ आज सङ्गलको भ्लगमा धेरै पनि के भन्नु फर्स्ट टाइम हैन सङ्गलको भ्लगमा। अनि आज हामी चाहिँ पिएन क्याम्पस खेल्न जान लाग्यो गाइस हैन। यसो सपोर्ट हान्नु पर्यो हाम्रो साथीको भ्लगलाई। अनि यहाँ हाम्रो भ्लगको मालिक भाइरल मान्छे कि सपोर्ट हान्नु पर्यो भन्ने जिरो जनाले सब्स्क्राइब हान्दिन्छ गाइस। ल भाइ यो ल वहाँ पुगेपछि हामी जोइन गर्नेछौँ। ल टक्कला र यो के भयो त्यो हाम्रो गेम फेरि कुन त्यो वर्ल्ड कप के खराब हैन। च्याम्पियन कप त मलाई याद हुँदैन कि हाम्रो युनिभर्स कप खेल्ने मान्छे अस्ति पृथ्वीबाट खेल्न कुन प्लेनेटमा यो के भनेको अर्थ प्लेनेटमा ल के भनेको यो बाइक त अस्ति मैले यहीँ छोड्दै हो बाइकको खेलाउन होइन यस्तो गाडी यो त 5 रुपियाँमा पाउँछ त। बार्दी निकाल्नु त बार्दी एउटा भिक्कोलाई त बार्दी हुँदैन चाहियो तल चाहियो सिमन जहाँ गएर बस्दै यो गाडी गाइस। अब हामी के भन्छ अरे अब गेटमा आइसकेछौँ पियानको हैन। यतै छ केटाहरू चाहिँ यतै के छ। फाइनली हामी आइसक्यो त त्यो गेटमा हो होइन। सबैजना आजको म्याच चाहिँ राम्रै होस् भन्ने प्रार्थना गर्छु। फाइनल हामी आइसक्यो ल। आइसक्यो हामी यता फाइनली हामी ग्राउन्डमा आइसक्यो गाइज। ग्राउन्ड भने यस्तो छ हैन। के छ हाम्रो साहित्यमा हेलो गाइज। हामी आइसक्यो यता है ओपोनेन्टहरू यता छ। अब हामी एकछिन अब ड्रेस ल्याएर रेडी गर्नेछौँ के गाइज। के छ ओपोनेन्ट देखेर कस्तो लाग्यो त्यो र सेभेन साइज भनेको चाहिँ कति ठुलो छ ग्राउन्ड बस्ने कति ठुलो छ। यता सबै ट्रेनिङ गर्दैछ होइन। कस्तो लागेको छ यता आएर झाउला एकदम पत्तो। अघि नै आएको 7 बजी गेम भन्यो 7:30 भइसक्यो। 8 लु आयो कि अरू भन्दा झाउला निन्द लाग्यो नेपालमा त यस्तै हो क्या। नेपालमा मलाई त निन्द लाग्यो केही थाहा छैन। 8 बजेबाट 8:30 भयो हामीले यता हामी ड्रेसेस ल्याएछौँ। बेबी गाइस अब हामीले ड्रेस ल्याएर सबै रेडी गर्दैछौँ।
हेलो के छ रेडी छौ ल फर्स्ट गेम स्टार्ट हुन थालेछ हेलो क्याप्टेन के छ कस्तो लागेछ क्याप्टेनको त्यो खोइ उतापट्टि चाहिँ केटा भलिबल हुँदैछ केटीहरूको यता धीराज खेमिनन यता 2 जना छ 3 जना छ यिनीहरू चाहिँ टोइलेट गएछ यता अब हाम्रो म्याच सुरु हुन थालेछ यता सबै मिलाउँदैछ होइन नाइस ओए चुप मैं मिठो हान्छ होला सँगकाले त सर्ट दिवन ओए दिवन ओए अलि अगाडि अलि अगाडि जा अझै हान्दै हेरे मिलेर हाने ओठे ग्राउन्ड एन्ड ग्राउन्ड दिवन अगाडि जा अलि हल्का अगाडि जा मामे त्यही बस गोल नाइस पर्छ नाइस छैन अपने चेन्ज गर्नु ओए यता खेला एकछिन जीवनमा गाइस अब हामी खाना खान जाँदैछौँ हामीले म्याच जित्यो फर्स्ट गेम जित्यो 5-1 2 गोल त म्याच अनि अब यी केटाहरू अगाडि छ खाना खान होइन हो कि न कस्तो लाग्यो म्याच हामीलाई अब जित्नुपर्छ हो केटा जित्यो 2 गोल हानेको उसले नि मैले 2 गोल खाता गरेको उसले फर्स्टमा ल अब हामी खाना खान जाँदैछौँ ओके गाइस हामी चाहिँ ल फर्स्ट गेम जितेर अब भात खान जानु लाग्यो भात चाहिँ के भात हो रे केटा हो थगाली है त ल थगाली हाम्रो बेस्ट फिगर म्यान अफ द म्याच 5 रुपियाँ पाउनु भएको छ ल अनि हेर्न सक्नुहुन्छ म अन्डाको खाएको यो मान्छेले चाहिँ एकचोटि र हाम्रो कति 2 गोल होइन 2 गोल हान्ने मान्छे त होइन ल अब भात खान जाँदै हामी है मासु भात खाने ल ल्याम गाइस अब खाना खाइसक्यो होइन खाना खानाको भिडियो बनाउन बिर्सेछ त्यो पनि के छ खाना यहाँ खाने गरे फेरि अब सिक्किम भ्यासको लागि जाँदैछौँ हामी गाउँतिर चल्दैछौँ ल कस्तो लाग्यो खाना ढ्याउ सुँगेरै थाहा पाउँछ भेरी भेरी गुड धेरै अब म मोटाउने सिलसिलामा ओए खाना ओए हेलो खाना कस्तो लाग्यो खाना कस्तो लाग्यो पानी आयो खाना कस्तो लाग्यो ल अब फेरि हामी जाँदैछौँ सिक्किम म्याचको लागि ओके देशी ल ल गरेर छिटो 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 ओइ खेलाडी ओइ सम्पूर्णलाई म तल मैदानभित्र प्रवेश गर्नु अतिथिज्यूहरूलाई म हात गर्न चाहन्छु
कृपया सम्पूर्ण अतिथिजीहरू रेडी मेरो ब्लगमा के भन्नु छ Yeah, चुप न we are coming Sankal vlog. सो गाइस वेलकम टु सङ्गलको भ्लगमा सबले लाइक र सब्स्क्राइब है राष्ट्रियमा जितेको छ फुटबलमा जितेको छ So good morning everyone. Welcome back to my friend channel new vlog. होइन फाइनली हामी आज हाम्रो स्कुलको देखा त जर्सी सेमी फाइनल खेलमा जाँदैछौँ। अब बिहान 8:30 हो सेमी फाइनल फेरि हिजो ओए भन्दै त हिजो कति गेम जितेको हिजो 2 गेम जितेको हाम्रो स्ट्राइकर हो यो चाहिँ 2 गेममा 4 गोल हानेको 4 गोल हानेको एउटा गेम खेल्न अब त्यही हो अब पासको सँग खेल्ने हो अब राम्रै होला अर्को टिम पनि त्यही होइन नम्बर देखाइदिन्छ जर्सीको राम्रोसँग देखाउनु राम्रोसँग थुक्कालेर देखाउनु कति नम्बर त 7 हो तर 7 रोनाल्डोले लाउँछ है। अब हामी चाहिँ पिएन क्याम्पसमा गएर भेट्नेछौँ ल बाई बाई। होइन केटा गाइज हामी चाहिँ फाइनली अब पिएनको भलिबल खेल्ने ठाउँमा आइपुग्नु लागिसक्यो। केटाहरू त त्यहाँ यो चाहिँ हाम्रो भलिबल टिम भाइ। यतापट्टि साइड हानेको यसले आयो यो ल ल ल ल छिराइदिए यार कसम यति गर्नुपर्छ ओ त्यो घरमा हानिदियो ओ कुनाबाट हान्यो बारमा जागेर हान्थ्यो त्यसले फिक्स फाइनली चाहिँ हामीले होइन सेमी फाइनल प्रवेश गर्न सफल भएको छ। ओए बाबु स्कुलहरू के गर्ने के भन्नु हो हेलो गाइस के छ फेरि आज हामी फाइनल सेमी फाइनल जितेर अब फाइनल पुग्यो अब खाना खाने हैन पेनाल्टी धुसर त रहेछ आउनु म देखाउँछु तपाईँलाई पेनाल्टी धुसर पेनाल्टी मिसर चाहिँ यही नै हो। नमस्ते सरी लास्ट पेनाल्टी खोस्टा लास्ट खोस्टा यो पेनाल्टी मिसर हो यो यसलाई अब कस्केरीमा खेल्न आउनु नगरे निकडा हो हरिद चोकमा नि आउनु दिन्न अब यसलाई म हरिद चोकमा आउनु दिन्न मैले यसलाई अहिले चाहिँ खाजा खान आएको खाजा खान आएको दाको भ्लगमा हेर्नु हामी भलिबल ग्याङ ल ल अब चाहिँ फाइनल म्याच सुरु हुन्छ केटाहरू सबै रेडी हो कति गोल हान्ने 10 टा हान्ने होला है गिभ अप गर भनेर त्यो त्यो झाबेले आफ्नो पाडामा छ भने त बच्चाहरू
अनि खेल्न दे हामी नि पक्कु पक्कु भक्कु अरे मान्छेहरु न पर्छ मान्छे हेर न मिलन सरको त भक्कु गाली गर्थ्यो क्या भेट्छ पछाडि मेन गेडा फाइनली हामीले वर्ल्ड कप जितिसक्यो होइन केटा के भन्नु हो विनिङ च्याम्पियन ल सर के भनिदिनु पर्यो क्या युट्युबमा आउँछ ब्लग हो क्या हाम्रो भन्नु के सर युट्युबमा आउँछ ब्लग के भन्नु हो मिलन दाइ ल धन्यवाद हाम्रो कोचको लागि सरकारको लागि सबैको लागि भलिबल ओए जिता फुटबल बोइजतर्फ प्रथम हाई स्कुल सफल भएको थियो राष्ट्रिय माध्यमिक विद्यालय प्रकाश नेपाली प्रज्वल खड्गी सम्बल तामाङ फिरोज तामाङ साइमन तामाङ हेमराज परियार दिवान घटी मगर प्रज्वल तामाङ संस्कार गुरुङ
त्यसै गरी टिम एफएममा हुनुहुन्छ गौर दाजुको भने टिम प्रेसिडेन्टमा हुनुहुन्छ मिलन गुरुङ र कृपया सम्पूर्णले जोरदार ताली बजाइदिनु होला उहाँहरूको सम्मानको लागि कृपया ताली बजाउन सन्देश नआउनु है ल मान्छेले बाउसित हात मिलाउनु लाग्यो नगर नगर भन्दिरहेको मलाई यस्तै हात मिलाउनु लाग्यो अनि कहाँ बाउलाई कहिले हात मिलाएको प्रथम स्थान हासिल गर्न सक्नुभएको थियो राष्ट्रिय माध्यमिक विद्यालय ट्रफी नगद र जमिन चेक ग्राउन्ड गरेर माग गर्न चाहन्छु पहिला त है पहिला त सब सिधै हेर्नु है सीता उता गयो धेरै बधाई छ आजको यो समापन कार्यक्रम यही पोखरा महानगरपालिका वडा नम्बर 1 को तर्फबाट खेलकुद विकास समितिको तर्फबाट धेरै धेरै धन्यवाद प्रिन्सिपलज्यूहरू र विद्यालयलाई चाहिँ म पोखरा महानगरपालिका वडा नम्बर 1 खेलकुद विकास समितिको तर्फबाट र पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद पूर्ण सहभागिताले पोखरा महानगरपालिका वडा I'm walking down this road of mine, this road that I call home. So am I wrong for thinking that we could be something for real? No, am I wrong for trying